नमस्कार। राष्ट्रकवि माधव प्रसाद घिमिरेद्वारा रचित आफ्नी श्रीमती गौरीको मृत्युपछि उनको सम्झनामा लेखिएको बहुचर्चित शोक काव्य माधव प्रसाद घिमिरेको बहुचर्चित शोक काव्य गौरी लिएर उपस्थित भएको छु। अब वाचन गर्न जाँदैछु गौरी खण्डकाव्य, जसको सुरुमा के लेख्नु मैले पर्यो भन्ने शीर्षक दिएर खण्डकाव्यको सुरुवात भएको छ। धरती यो हरियो थियो, सागरका तारा उज्याला थिए, मेरै प्रीति सुहाई कान्तिपुरका सञ्जालग्ला थिए। छाया आज पर्यो छिप्यो छवि कहाँ, के देख्नु मैले पर्यो आँसुमा अब चिप्लियो कलम यो, के देख्नु मैले पर्यो। मेरीलाई म देख्छु झलझल त्यहीँ टाँसिन्न यो पत्रमा, मेरीको मनको किनार रङ्गिलो गाँसिन्न यो पत्रमा। यो बायाँ मुटु चस्किँदो छ कसरी, जान्दैन कोही पनि, छाया एक म भित्र रुन्छ कसरी, सुन्दैन कोही पनि। मेरा अक्षर लेखिदे वनचरी, वैशाखको पातमा, बोल हे गोल सिमल चुडेर दिलायो एकान्तको रातमा। लैजा बादल दूर देश दिलको, आँसु कहाँ छन् उनी, आउन्नन् हगी काव्य सुन्न उनकै, फर्केर कहिल्यै पनि। मेरो साथ बसेर हाँसिरहने रानी खरानी बन्यौ, आमा शान्ति र कान्ति शक्ति सकलकी साझा कहानी बन्यौ। आफै ईश्वरले रचेर कसरी त्यो चित्र च्यातिदियो, के थालौँ अब लेख्न जीवन जहाँ देखि तिस्री भयो। सम्झी ल्याउँछु आज छैन रिसकै, गाली गरिहुँ किन, जाने नै रहिछन् नि त्यो दिन त्यसो मैले गरिहुँ किन। आफ्नैले त कसुर गर्छ अहिले, देखेर पो के भयो, के सम्झेर गइन् उनी गुणकथा, लेखेर पो के भयो। आनन्दी दुनिया छ एक मनका, मेरा पखेटा मनी, छन् दुखी परिवार किन्तु घरमा चिसा परेला मनी। केही छैन उपाय खाली कमलो, छाती लिएको कवि, टाढा ताक्छ नगिच गुम्छ कविता, मुर्दा छैनन् छवि। एउटा मानिस जो गयो हृदयको, सर्वस्व मेरो गयो, एउटा पुस्तक लेखियो हृदयको, रुन्चे कुना देखियो। साँचो जीवन तो गुमाई कसरी, झुठो कथा यो भनु, बैरीलाई समेत लेख्न नपरोस् यस्तो, अरू के भनु। कोही भन्लान् शिरको सिन्दुर सहितै गौरी गइन् स्वर्गमा,
कोही भन्लान् यस काव्यमा अमर छन् गौरी यही मर्तेमा। बाँचेको क्षण सत्य हो अरू कुरा के हो कसो अब। तिमेरी घरमा थिइन् हृदयको छन् सम्झनामा अब। कोट्याउँ कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ है। खोली सम्झी ती दिन ती कुरा हृदयमा खड्कन्छ खड्कन्छ है। कोट्याउँ कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ है। सम्झी ती दिन ती कुरा हृदयमा खड्कन्छ खड्कन्छ है। खोली पुस्तक आँसुको लहर यो हेरेर बत्ती मनी। सम्झिदेऊ सबले कुनै दिन यहाँ गौरी थिइन् रे भनी। सम्झिदेऊ सबले कुनै दिन यहाँ गौरी थिइन् रे भनी। पहिलो के लेख्नु मैले पर्यो भन्ने शीर्षकको पहिलो भाग सकिएको छ। अर्को भाग लिएर पुनः उपस्थित हुनेछु। अहिलेको लागि धन्यवाद।